गाई गोरु यहाँ गोबर गनाउन थालिसक्यो ल रियल फार्म आयो पऱ्यो पुरै गोबर गनाउन थाल्यो ल गोबरलाई नेपालमा गोबर देखेको थियो नेपाल पछाडि गोबर छुन पाइयो सौभाग्य हेर यस्तो छ यहाँको जीवन हाम्रो गाडी नम्बर छ MJ997 तर अगाडि के छ है माउन्ट ताराले के हाम्रो यहाँ पछाडि हुनुहुन्छ ठ्याक्कै फेदमा चाहिँ हामी पिकनिक खाँदै हुनुहुन्छ समथिङ 400 किलोमिटर पर आएर गाउँको घरमा पास्ता खान चाहिँ सुँगुरको मासु र डेन्जरस देखियो यार डेन्जरस मानुस हो ल लाग्यौँ हामी त्यसो भए अब ल हाम्रो आज चाहिँ अब फेरि छोटो भ्याकेसन सुरु भयो ओ माई गड सामान तङ्नाङ तुङ्नु ल यहाँ मेरो फिसिङ रड पनि छ हामी निस्किँदैछौँ न्यू प्लेमथ फार्म हाउस यात्रा अलिकति लामो हुन्छ होला हाम्रो घाम लागिसकेछ त बाहिर त ल यहाँ मेरो बुढी गाडी लिएर आइसक्यो गाडी लिएर आयो अब सामान हाल्ने हो हामी फटाफट सामान हालेर चाहिँ निस्किन्छौँ सन्तोष ब्रोको घरमा किनकि हाम्रो ठुलो गाडी चाहिँ त्यहाँ आउँदैछ ल सरसामान अट्यो पछाडि यति हाल्यो अन्डा चाहिँ बाटोमा इन केस भोक लाग्यो भने होइन बोइल गरेर चाहिँ राखेको छ ल लाग्यो तातो छ बत्तीहरू अफ गरेर ढोका लायो उयो बाथरुमको ढोका लाउ नि त ल हाम्रो क्याम्पर भनौँ कि बडा बस भनौँ कि भ्यान भनौँ आइसक्यो अब सामान ट्रान्सफर हुँदैछ गाडीबाट तिनटै गाडीबाट ट्रान्सफर हुँदैछ ए अनि के अनि सबको आफ्नो सामान चाहिँ ल सामान हामी ट्रान्सफर गर्दैछौँ सो हाम्रो यात्राको साथी आज यो हेलो केभिन We got lots of. Look at our Toyota van. Van, where are you going, Kevin? At the trip. Trip. Are you happy? Yeah. Very happy? Yeah. Yeah. Where's Samus? Huh? Samus, where? Call him. Can you go call him, please? He's coming because he's putting his shoes and socks Okay. together here. Okay, Samus is here. Samus! Yeah. Oh my God, this guy. He's ready. It's ready? Samus, are you ready? Ready. Where are you going, Samus? स्यामसको कार सिट छैन भाइ Car seat laune ho. It's coming. You know where we going, Samus? Yes, to the farm. Oh my God. Yes, I'm going with. How are we gonna make this picture and my TV? I will put in your TV, okay? He's very handsome. You look handsome. And you? You too? Yeah, I Yeah. got cool watch. Oh my God, you got cool watch. रमाइलो छ बच्चाहरूलाई Hi. लगभग 8:30 बजे अब चाहिँ हामी 8:30 बजे निस्किन्छौँ घाम दामी लागिरहेछ घाम दामी लागिरहेछ तर सन्डे चाहिँ आज अब फ्राइडे भयो गुड फ्राइडे भइरहेछ सन्डे चाहिँ एकदम ठुलो साइक्लोन आउँछ भनेर चाहिँ वार्निङ दिइरहेछ सन्डे हामी घर आइपुग्छौँ होला साइक्लोन आउनुभन्दा अगाडि त्यो रमाइलो हुनेछ आजको दिन मेरो माइलले झोला ओसारेको ओसारै छ भाउजू अन्तिममा सधैँ छुट्नुहुन्छ ओ माई गॉड भाउजू दिने हात दिने ल ल सो हाम्रो चाहिँ यहाँ सबसे इम्पोर्टेन्ट चिज छ भाउजू यहीँ चाहिँ हो हाम्रो मेन चिजै चाहिँ यहीँ छ क्या हाम्रो फेरि यो भएन भने चाहिँ हाम्रो टुरै खल्लो होला जस्तो त्यही भएर नुन चाहिँ हामीले टन्नै बोकेको छ खल्लो नहोस् भनेर ल हाम्रो टुर चाहिँ सधैँ यस्तो हुने कि यो ड्राई पिकनिक जस्तो भयोभरको सबै बोकेर हिँड्ने हामी 400 किलोमिटरको यात्रा गर्दैछौँ 400 किलोमिटरको यात्रा चाहिँ हामी यो बिचमा हालौँ होला यहाँ मेन चिज बिचमा त्यहाँ स्पेसमा हालौँ होला ल हामी जाँदैछौँ KMJ
अनि भिडियो चाहिँ हेर्नुपर्ने हो एमजे बुथमा है त हेर्नु त ठ्याक्कै थाहा पाएरै लिएर आउनु भएछ क्या ल हाम्रो गाडी नम्बर छ MJ 997 तर अगाडि के छ है सब तयार भइसके सबैजना एक्साइटेड लगभग 4 घन्टा चाहिँ हामीले राइड गर्छौँ होला फार्म हाउस जाँदैछौँ धेरै धेरै टाढा यहाँभन्दा कति बज्यो ल अब कति बज्यो स्यामसले भन्छ है मलाई कमान भन त कति बज्यो भन त 920. 920 चाबी यहाँ चकटीमा अनि हाफवे आएको छौँ बच्चाहरूलाई यसो अलिकति फ्रेस गराउनु पर्यो पार्कमा ठ्याक्कै अगाडि पार्कमा कम अन बाबु कम ल पार्क पछाडि आइपुग्यो हामी बच्चाहरूसँग ल बच्चाहरूको फोटो खिच्दै ल हाम्रो खानाहरू के आइसक्यो त हामी यहाँ नास्ता गर्ने छौँ पहिले यहाँ अलिअलि ब्रेकफास्ट लिएर आएको छौँ ब्रेकफास्ट लिएर अगाडि बढौँ त्यहाँ ठाउँ रहेछ ल दामी टक्क ठाउँ पनि हामी बुक गरिहालौँ न त यो चाहिँ नर्मल केटाकेटीहरू खेल्ने पार्क यस्तो चाहिँ जहीँ तहीँ के चाहिँ एकदम राम्रो कुरा है बच्चाहरू यहाँ पुरै खेलिरहेको छ पिकनिक खाँदै रहेछन् त्यहाँ पनि ल सो आज शुक्रबार छुट्टीको दिन त होइन तर अहिले चाहिँ बच्चाहरूको छुट्टी चलिरहेछ त्यही भएर हामी पनि बच्चाहरूलाई लिएर हिँडेको छौँ ल सबै त किन चाहियो हाम्रो बारीमा आफ्नै बारीको चना पाक्दैछ आफ्नै बारीको ल सही हो अन्डा पनि त्यही रातो तादिनु क्या यो त तातै छ त यो त मैले पानी पखालेको नि केही फरक पर्ने भित्र तातै छ अब आलु चाहिँ हाल्नु च्याट्ट एकैचोटिमा ल हामीले पार्कलाई चाहिँ अब बिदा गर्नुपर्ने भयो केटाकेटी खुब खेलेर यहाँ गऱ्यौँ भएर यिनीहरूलाई हेरे पसिनै पसिना भयो खाजा टन्नै खाइयो त्यो पछाडि हो र के हुँदैन त्यो हामी खाजा खाएर निस्क्यौँ है त फेरि अब होइन त अब हिँडियो कति लाग्ला त अब 3 घन्टा अझै ओ माई गॉड 3 घन्टा अझै जानुपर्ने रहेछ हामी तर टन्नै खायो निदाइन्छ कि जस्तो लाग्दैछ लाग्यो फेरि अब हाम्रो 3 घन्टाको यात्रा ल यही हेर्नुपर्ने भयो त नो ड्रोन परे लानु नजिकैबाट हेरौँ यार हेरेपछि यार हामी आइपुग्यौँ फाइनल्ली है त हाम्रो माउन्ट तारानाकी बसेर नै पछाडि देखिएको पहाड ओ पहाड भन्दा यता पो रहेछ त हामी धेरै माथि आएछौँ त ल ए ल यहाँको बाटोहरू यस्तो सानो सानो देखिरहेछ
ल है रन थनी सकिन्छ है कसैलाई गाह्रै भयो जस्तो छ गाह्रो त होइन अब चाहिँ हुन्छ अहिले फर्किँदा चाहिँ अँ म सोचिरहेछु कसरी जानु यार लेट्स गो ल हो हामी जानुपर्ने अझै 1 घन्टाको बाटो छ अहिले चाहिँ बाटोमा यो माउन्टेन पर्यो भने माउन्टेन त के पुरै सुक्खा डाँडा छ अलिक चिसो भए चाहिँ पुरै यहाँ हिउँहरू हुन्थ्यो अरे के भन्दैछ ल हामी माथि पनि पुगेर आयौँ ल रमाइलो रहेछ एकदम दामी तर अब हामी धेरै टाढा जानुपर्ने छ ल फोटोसोटो खिच्यो धेरै माथिसम्म त जानु पाइएन बच्चाहरू यहाँ चाहिँ मान्छेहरू टन्नै आएछन् गाडीहरू मान्छेहरू हाइकिङ माथिसम्म गएको छन् हेर यिनीहरू त यतै बास बस्ने गरी आए जस्तो छ हौ हेर्नु त कस्तो लाग्यो त ठिक छ नि हामी बल घुमिरहेको ल थाकियो नि ल थाक्यो लेडिज पार्टीहरू के हुन्छ थाक्ने गरी हिँड्नु भयो नि त ल साथै रहेछ फेरि छोड्नु लाग्यो फेरि आगो त निभाइसक्यो You guys never gonna eat by hand. ल कम अन गाइस त्यही बसाले दिन्छु ल ओ त्यही चाख्नु सुरु भइसक्यो Oh my ल बच्चाहरूलाई चाहिँ बिचमा भोक लागेर चाहिँ यसो नुडल बनाएर खुवाउने काम अनि बच्चाको पापालाई बच्चाको अङ्कललाई पनि भोक लाग्यो चाख्नलाई रोटी चाख्ने रे गाह्रो छ दुईटा चम्चा देऊ यो त सो यहाँ चटपटे नि बन्दैछ बन्न त दुईटा चम्चा देऊ बहिनी चटपटे बन्दैछ देऊ त अझ एउटा दिन्छु यस जाँगरिलो मान्छेहरू छन् हाम्रोमा ल के दुध अब तपाईँ यो दुधको मालिक हामीहरूलाई के थाहा वाउ यु लाइक इट तातो चाहिँ बच्चा नाइस यस्तो नि त बाबा त्यो चना ल्याउ न पारपुर पारौँ के यो त पकाएर ल्याएको हो क्या ल रोटी त पाकेकै त हुन्छ नि यो पो हो त खानुपर्ने चिज ल सुरु गरौँ सन्तोषमान बजारचार्यज्यू चनाबाट सुरु गरौँ चना ल त किनकि चनाले त्यो रोटी पनि मिठो गराउँछ क्या चनाको ग्रेभीले फेरि अनि यो अलि के हुँदैन के हुँदैन ल ठिक आर यु गाइज इन्जोइङ नुडल्स नाइस ल ल बाबुहरू नुडल्स खाँदैछ हामी चाहिँ सबैले खानु पर्यो नि त हामी ठाउँमा पुगेको छैन ठाउँमा नपुगिकन सबै खाना सकिसक्यो बुढी चटपटे बनाउँदैछ च्याप्नु पऱ्यो आलु भाइ च्यापुङ कसलाई के च्याप्नु छ सबले च्यापुङमै रोटी खानु कालो अहिले तपाईँ मैले भाउलाई जुझ्यो रमाइलो पायो रमाइलो छ रोटी पाउनु भयो कहाँ छौँ अरे हामी सबले भनिदिनु पर्यो माउन्ट तारा राख्छि माउन्ट टाराले के हाम्रो यहाँ पछाडि हुनुहुन्छ ठ्याक्कै फेदमा चाहिँ हामी पिकनिक खाँदै हुनुहुन्छौँ रोटी तात्तै छ चना पाकिरहेछ चटपटे पनि खाँदैछौँ बाबुहरू नुडल्स र जुस ठोकिरहेछन् अब हामीलाई पनि लास्टै भोक लाग्यो घर पुग्दाखेरि लगभग 5:30 बजे पुग्छ होला 5:30 बजे पुग्यो भने फार्ममा गएर फेरि अर्को काम गर्नु छ सेक्का हान्नुपर्ने छ एउटा पोर्क चाहिँ बाहिर निकालेर राखौँ डिफ्रोज हुँदै गर्छ अब चाहिँ ल यही हो अहिलेलाई चाहिँ खाना खाउँ पहिले हामी आइपुग्यौँ ओ माई गड यो चाहिँ हो हाम्रो ओ माई गड टिटिट पार्दै ल रोडमै छु अँध्यारो भयो यार हेर्दा आउनु घर त पुरै के हो डर लाग्दैछ ल कुदौँ ए गाईहरू हेर्ने पनि गाईहरू पनि टन्ने रहेछ बाबुहरूले गाई हेर्ने भयो फार्म हाउस ल
हेलो ल भाउजू आउँदैछ ल जाउँ जाउँ अगाडि जाउँ घाम डुब्न आँट्यो भाउजू घाम डुब्न आँट्यो हो घाम डुब्नुभन्दा अगाडि त खिच्नुपर्छ कुद्नु छिटो हेर्नु त घाम फेरि ठ्याक्कै डुब्न आँटेछ क्या ठ्याक्कै लाउन आउनु गाउँ गाई गोरु यहाँ गोबर गनाउनु थालिसक्यो ल रियल फार्म आयो पऱ्यो पुरै गोबर गनाउनु थाल्यो उफ, गाई पनि पुरै आई गाई नै डाँडाभरि गाई छ मच्छर घाम ठ्याक्कै ढल्न आँट्यो 5:30 बज्यो ओ गोबर ल गोबर ल नेपालमा गोबर देखेको थियो नेपाल पछाडि गोबर छुन पाइयो सौभाग्य हेर यस्तो छ यहाँको जीवन सहरबाट गाउँ आएर गोबर छुन पाइयो गाई नै गाई छ अनि यतैबाट चढौँ भाउजू ओ ल ल ए घर त भयङ्कर रहेछ त नि घर त एरिया धेरै ठुलो रहेछ नि घाम डुब्न आँटो घाम चाहिँ हेरिहाल्नु यार ठ्याक्कै यति बाँकी छ घाम डुब्न ल स्मेल हेर्नु ल घाम हेर्नु न ठ्याक्कै जान छ सनसेट हेर्नु न कस्तो दामी सनसेट यति मात्रै बाँकी छ क्या घाम ल दामी रहेछ पछाडि ए रातभरि गाई रातभरि गाई कराएको सुन्ने भयो आज त ओ माई गड गाई पर्फेक्ट ठाउँमा आइपुग्यो ल ए टावल पनि यिनीहरूले धोएर छोड्दै रहेछ हामीहरूलाई ल नो इन्ट्री ए सिमी फलाएको छ अरे यहाँ त पुरै तर नो इन्ट्री रहेछ स्याउको बोटहरू पनि रहेछ पुरै स्याउको बोट यो के को बोट यो पनि फलफुलकै बोट जस्तो छ हेर्दा चाहिँ आइरहनु न के को बोट हो लिचीको बोट हो लिची त नहुनु पर्ने सागहरू ल प्रपर फार्म ल गाइज वेलकम टु फार्म हाउस ल हामी नो एन्ट्री भन्दैछ ल दाइला त आज भोलि बिहान यतातिर यसो कोदालो लिएर चाहिँ एउटा सेल्फी हान्नु त यता हेर्नु त ल तिम्रो क्यामेराले फोटो खिचौ ओहो उज्यालोमा भिडियो बनाऊ एकछिन भए पनि रात पर्न आँटिसक्यो मलाई त घाम डुब्ला जस्तो भइसक्यो त्यहाँ खिच यार यस्तो ल यो त भिडियो हो ल हामी एकछिन सेल्फी खिच्छौँ यहाँ ल बबाल घाम एकदम डुब्न आँटेर मात्रै हामी चाहिँ एक्साइटेड भइरहेछौँ किनकि अहिले घाम डुबेपछि त अँध्यारो हुन्छ खिच्न अलिक केही पाइँदैन भनेर घाम डुब्नुभन्दा अगाडि चाहिँ भिडियोद्वारा खिच्नु ल अब हामी भित्र जान्छौँ फोटो खिच्ने कार्यक्रम भयो सही खिच्यो कस्तो खिच्यो पछि थाहा हुन्छ ल यहाँ चाहिँ फोटो पनि यसरी खिचाएको थियौँ हामीले ल ल ल ल ल यो पक्रा खिच कतिवटा खिच्नु मान्छे तिम्रै मम्मीको फोन हो ल के हुँदैन ल हामी अब घर राउन्ड हान्छौँ के भनेको छ उसले टावल त अनि यही त होला नि कागती त लिएर आएछ तर बारीमा आफ्नै कागतीहरू पनि रहेछ हेर्नु न कस्तो गना के यो अङ्गुरको हेर्नु न अङ्गुरको झाडी अङ्गुर त फलाएको छैन होला बचिला अङ्गुर होइन यो त अर्कै जस्तो ए अङ्गुर रहेछ त भन्दैछु नि ए हामीसँग अङ्गुर पनि छ ल सुन्तला चाहिँ फलेको रहेन ए योर गाउँको गाउँ फिलिङ दियो कागती यसरी पाकिरहेको छ
ए मैले टिपिसकेँ एउटा कागती पाकेको यही मात्रै हरियोमा पनि रस हुन्छ होला नि हो है ट्राई गरौँ त एउटा ठुलो चिठी ल कुन त्यो कागती सुन्तला ल जे होस् ए दामी आफ्नै बारीको सुन्तलाहरू सही हो घाम डाँडामा चाहिँ लागिरहेछ ए पुरै क्यामेरा यता देखाएको छ उता देखाएको छ ल ल सर ल पक्रे ल ल कुसुमै गोबरै गोबर टेकेको छु यार मैले त अघि गोबरै गोबर ओ तातो न तातो बनाएर छोडेछ यस्तो गएको छ हैन त्यहाँ सोफामा बसिरहने ए फिजुवा हामीहरूलाई हेर त फिजुवा किनेर आगो बाल्नु भनेर ओ टिभी सोफा घुम्ने हजुर ए झ्यालस्याल खोलौँ लास गर्मी भयो के हो एसी हिटर बाल्दैछ The towels on the line are not quite dry, so try have left them on the line. अन्डा कहाँ छ अन्डा राखिदिएको छ अरे त हौ यहाँ ए यहाँ हो गन्डा ओ दुध पनि राख्दैछ ल 2 बोतल दुध तपाईँले बिर्सिनु भएन 2 बोतल किनेर राख्दैछ बिचराले तपाईँलाई ल यो बाथरुम भयो कहाँ गयो केटाकेटीहरू ओ घर त बबाल रहेछ यार ल अस्ति ल यहाँ ल बङ्कर बेड बच्चाहरूलाई मैले पुसिसकेँ हो ओ दामी ल बङ्कर बेड त 2टा ओ यहाँ अर्को बेड यस यस बम बेड बब्बाल घर ल है मैले चाहिँ कुन माइलो हाम्रो लागि छाना त त्यही हो हाम्रो यी सुत्नु भयो यहाँ ल ल हामी फ्रेस भएर म त लुगा सुगा धोएर फ्रेस भएर निस्केँ ओ बल्ल चिसो भयो ढोका लगाइदिएको हामीले गाडी लक गरेको हो गाडी लक भइसक्यो होइन ल ल गाडी लक भइसक्यो बाहिर नि अँध्यारो अँध्यारो हुन आँट्यो पुरै अँध्यारो भन्दा नि बाहिर त उज्यालै छ ओ दामीदेखि ल कपाल दिनभरि क्याब लगाएर ल कपाल चाहिँ गुजिङ गुजिङ भएको छ सो हामी आएको गाडी त्यही हो सबैजना एक्साइटेड सबजना छलफल गर्दैछ म पनि छलफलमा यसो सामेल हुनु पर्यो ग्रुपमा ढोका लगाइदिउँ ल बब्बाल सामान हाम्रो लथालिङ्ग यी छ के हो के ट्राई गर्ने तपाईँ मेरो बुढी चाहिँ के यस्तो बिजी छ ल खाऊ न के खाऊ फललाई नै घाममा सुकाउँदा खानु पनि मन लाग्छ के खाऊ मङ्गेसो त दिले नै भ्याउनुहुन्छ हामी के खाऊ के अब भोक लाग्न थाल्यो अब टाइम लाग्छ के पकाउन सुरसार गरौँ ए मोमो चाहिँ सुरु गरौँ मैले भर्खर अर्कोतिर पल्टाएर आएको हामी आइसक्यौँ घरमा हामी आज र भोलिको रात चाहिँ यहाँ बस्नेछौँ ओ ल गजब हुँदैछ एक्साइटेड सबैजना एक्साइटेड यहाँ छ त यहाँ हेर्नु सुन्नु छैन ल हाम्रो चाहिँ बार्बिक्युको तयारी हुँदैछ मोमो देखाइदेऊ न माइलु मोमो देखाउँछु ल यो त के हो यो तेल हालेको त ख्याल
पानी पर्यो होला साथी त्यो चाहिँ बाहिर बार्बिक्यू त छ बाहिर चिसो छ हामी इन्डोरै चाहिँ यसमा हान्न आँट्यौँ तर बोसो त आउँछ होला नि त यसको तेल हाल्नुभन्दा पनि ल बत्ती चाहिँ अलिकति कम भयो जस्तो है ठिकै छ सो हाम्रो एउटा बर्नर यहाँ त्यो पनि हामी लिएर आएको थियौँ थाहा थियो यहाँ बार्बिक्यू मात्रै छ भनेर हामीलाई चाहिँ बाहिर अलिकति काठले धुवा धुलो पनि ज्यादै है गाह्रो हुन्छ भनेर चाहिँ टक्कै पोर्टेबल अब चट्ट यसमा चाहिँ मैले काटेर पुरै मोलिसकेको छु सुरु गरिसकेँ स्वयं यता छ टङ यता हान्ने तपाईँ यहाँ टङ ठुलोले गर्ने जतै राख्छ नि पातलो गरेर चाहिँ राख्नु यहाँ चाहिँ पाकिसकेको हाम्रो ल अचार पनि आयो डिप गरेर खाने मैले मोमो पनि ल्याइसकेको छ यहाँ बत्ती चाहिँ अलिकति कम भयो हुने ल ल है त ल यो चाहिँ हो क्या हाम्रो आउटिङ फार्मिङ पिकनिक कसले काटेछ सुन्नु भयो नि थाहा भयो त्यो प्याज पनि बिचमा हालेर तिमी नै छौ बुढी अब के छ र कसलाई ल तपाईँ चाहिँ के घाँसी मात्रै खाने मासु चाहिँ कता भित्र खाएछ त मैले मुखा पहिले मासु भने पाक्यो कति चिन्ता लिनुभएको पाक्यो सक्यो हामीले यति पाउनको लागि चाहिँ 8 दिनभरि यात्रा गऱ्यौँ 400 किलोमिटर देखाएको होइन भाउजू अस्ति हामी चेक गर्दा समथिङ 400 किलोमिटर पर आएर गाउँको घरमा लास्टमा खानु त्यही सुँगुरको मासु र झारपातहरू खाएको गोबर यहाँ सबसे वेलिङटनमा नपाउने चिज चाहिँ गोबर चाहिँ आउने यति देखियो सुँगियो पनि गाईहरू अझै पनि डुवा डुवा गर्दैछ नि यहाँ झ्याल बन्द गरेर डुवा बुवा गर्दैछ के गर्दै तर गाईले त गराएको होला नि त दामी अरे त मेरो तिरा भाँची छ त हो कान्छा हो Say something. Okay. What is this? What is this? What is this? खाइ पी भएर गेम टाइम अब एकछिन हामी गेम खेल्छौँ Come on. Okay, this is your handle. So this is your handle. Okay. Yeah. Don't do They're changing at night underneath the dark skies. Become something darker inside. You can feel a switch, feel the shift in the tide. They keep desiring something that's more inspiring. Their brains rewiring, no thoughts they start expiring.
बिस्तारै हान्नु जसरी पनि छिर्छ यसलाई साथी के त साथीको भने यसलाई साथी न यसरी यो रस्सी You need to go. This is my ball. Kevin. Kevin, kick it. Sit back here. यिनीहरूले के गर्दा कहाँले के गर्छ Let's take it. Sure. यो बाथरुम ल गेम खेल्यो अब भात खाइन्छ भोक लाग्यो हामी होइन हामी भात खानुपर्छ नखाने बरु खाएर एकछिन टले ल भात खाऊँ 10:30 बजे ल हामी भात खान्छौँ हो ल ल बच्चाहरूलाई के गर्ने हो गर्नु हामी चाहिँ भात खायौँ ल पानी सानी बोकौँ सुत्न जाउँ खानासाना खाइयो ओ हाम्रो त यति खाना छ यार कुकरै भित्र हालिदिएको ल खाना कसैले खाने कस्तो चप्पल लाग्छ खै त हाम्रो अपडेट छ ए चप्पलले त के ल यो अहिलेको बोतलको के हो यो ए खोलेको छ अलिकति खानु पर्यो तुरुक्क ल ल ल बत्ती सत्ती अफ गरेर हामी सबैजना मासतिर लाग्यौँ अब पानी त खै त पानी लग्यो त होला नि मेरोमा अहिले पानी लग्यो तिमीले ल बत्ती खै कहाँ हो यसको बत्ती ल ल आजको यात्रा यहाँसम्म भयो गुड नाइट भन्ने बेला गुड नाइट अर्को भिडियोमा भेट्नुपर्छ हामी भोलिको लागि ल बाई बाई